मटका चिया अनि मटका बिरयानी चाहिँ तपाईले खानुभएकै होला। हिजो भर्खर मैले बाटोमा हिँड्दाखेरि मटका कुल्फी पनि देखेँ। मलाई त लाग्छ अब चाँडै मटका मोमो, मटका चाउमिन, मटका दाल भात सबै मटकामा बेचिनेछ। यो पनि एउटा मार्केटिङ स्ट्राटेजी हो। मार्केटिङ धेरै प्रकारका हुन्छ। मार्केटिङका प्रकारहरू के हुन् त? हामी यही कुल्फी दाइको एक्जाम्पलबाट बुझौं। हाम्रो कुल्फी दाइले मेरोमा 5 वटा डिफरेन्ट फ्लेभरको कुल्फीहरू पाउँछ, आउनुहोस् खानुहोस् भनेर एउटा सानो ब्यानर कि त बोर्डमा लेखेर टाक्नुहुन्छ भने द्याट इज ट्रेडिसनल मार्केटिङ। हाम्रो कुल्फी दाइसँग त मोबाइल पनि छ। अब उहाँले चाहिँ आफ्नो फेसबुकबाट एड रन गर्नुहुन्छ भने द्याट इज डिजिटल मार्केटिङ। अनि एक दिन चाहिँ हाम्रो कुल्फी दाइले सोच्नु भएछ, अरे डल्ली चायवाला जस्तै म पनि डल्ली कुल्फीवाला बन्न चाहन्छु भनेर टिकटकमा इन्स्टाग्राममा रिलहरू अपलोड गर्न थाल्नुभयो। द्याट इज सोसियल मिडिया मार्केटिङ। त्यसपछि हाम्रो कुल्फी दाइले धेरै पैसा कमाउनु भयो। एक कल गरेर ओइ सलमान खान के गर्दैछिस्, आइज त एउटा भिडियो बनाइदिएर कुल्फी खाएको भनेर भन्नुहुन्छ भने द्याट इज इन्फ्लुएन्सर मार्केटिङ। यदि तपाईले यो भिडियो हेरेपछि हाम्रो मटका कुल्फी दाइको कुल्फी खान मन लाग्यो अनि जानुभयो, मिठो लाग्यो अनि साथीलाई पनि ओइ त्यहाँको कुल्फी खान जाउँ न कस्तो मिठो छ यार भनेर भन्नुभयो भने द्याट इज वर्ड अफ माउथ मार्केटिङ। यो सबै मार्केटिङहरू बेसिक र मोस्टली युज्ड मार्केटिङ टाइप्सहरू हो। तपाईले भाइरल मार्केटिङ सुन्नु भएको छ? नेक्स्ट एपिसोड भाइरल मार्केटिङ।